नमस्कार सम्पूर्णमा च्यानलमा नयाँ हुनुहुन्छ भने सब्स्क्राइब गरिदिनु होला र बेल आइकन दबाइदिनु होला। भिडियो मन परे लाइक कमेन्ट र शेयर गरिदिनु होला। मलेसियामा हुनुहुन्छ तपाईसँग मर्चेन्टरी ब्याङ्कको एकाउन्ट पनि छ, मर्चेन्टरी ब्याङ्कको मोबाइल ब्याङ्किङ पनि छ भने तपाईहरुले नेपाल लगायत 15 वटा देशमा पैसा पठाउन सक्नुहुन्छ। यसको बारेमा तपाईले जानकारी छैन भने मैले यो भिडियो मार्फत स्टेप बाइ स्टेप सिकाउने छु। भिडियो स्किप नगरी अन्तिमसम्म हेर्नु होला है त। जस्तै 15 वटा देश कुन देश हुन् त्यो देश पनि स्क्रिनमा देखाउने छु र हरेक देशको रेट हरेक दिन कति हुन्छ भन्ने कुरा पनि त्यहाँनेर सबै कुरा देखाउने छु। यस्तै गरी तपाईले क्याश पठाउने कि मोबाइल ब्याङ्किङमा पठाउने कि तपाईले चाहिँ ब्याङ्क एकाउन्टमा पठाउने कि केमा पठाउने, कुन तरिकाले पठाउने भन्ने कुरो सबै कुरा मैले डिटेलमा तपाईहरुलाई बुझाउने छु। भिडियो स्किप नगरी अन्तिमसम्म हेर्नु होला। नजानेको कुरा कमेन्ट बक्समा कमेन्ट गरिदिनु होला है त। एउटा लाइक गर्न नबिर्सिनु होला भिडियो मन परेमा। मैले ढिला नगरी आफ्नो स्क्रिनतर्फ जाँदै छु, स्टेप बाइ स्टेप सिकाउँदै छु। भिडियो स्किप नगरी अन्तिमसम्म हेर्नुभयो भने आशा छ तपाईले 100% बुझ्नुहुनेछ। सिम्पली तपाईहरु आफ्नो मर्चेन्टरी ब्याङ्क ओपन गर्नु होला। फाइनली यो खुलिसकेको छ। यो खुलिसकेपछि मैले यहाँनेर तपाईहरुलाई देखाउँदै छु स्टेप बाइ स्टेप। यो टप अप भनेको यो चाहिँ रिचार्ज हाल्ने हो, यो रिलोड भनेको रिचार्ज हाल्ने हो, टप अप भनेको तपाईले यो अकाउन्टमा तपाईले पैसा चाहिँ आफ्नो उसमा टप अप गर्न सक्नुहुन्छ है। यो सेन्ड भनेको हामीले पैसा पठाउने यो सिस्टम हो। अब यहाँनेर रहेको छ कन्ट्री यहाँ कतिवटा कन्ट्रीमा पठाउन सकिन्छ भने 15 वटा है। अस्ट्रेलिया, बंगलादेश, कम्बोडिया, चाइना, इन्डिया, इन्डोनेसिया, म्यानमार, नेपाल, पाकिस्तान, फिलिपिन्स, सिङ्गापुर, श्रीलङ्का, थाइल्यान्ड, युनाइटेड किङडम, भियतनाम हैन। यो मध्येमा सिम्पली मैले नेपाल चुज गरे। नेपाल चुज गरिसकेपछि यहाँनेर हान्दाखेरि यहाँनेर हामीले ब्याङ्क एकाउन्ट, क्याश पिकअप, ई-वालेट तीन तरिकाले हामीले पैसा पठाउन सक्छौं। मैले सिम्पली ब्याङ्क एकाउन्ट चुज गर्छु र आजको रेट कति छ रेट पनि हेर्न मिल्छ। यहाँनेर सिम्पली यस्तो हान्दाबित्तिकै आजको रेट 34 रहेछ। हेर्नुभयो आजको रेट 34 रहेछ। यो तरिकाले हामीले पैसा पठाउन सक्छौं है। यो तरिकाले सिम्पली हामीले पैसा पठाउनलाई कहाँ जानु पर्यो भने यहाँनेर जानु होला। जुन डलरको आइकन छ सेन्ड लेखेको छ यहाँ, यसमा जानु होला। यसमा गइसकेपछि यहाँनेर चुज गर्नु होला रेमिटेन्स चुज गर्नु होला। रेमिटेन्स चुज गरिसकेपछि यसलाई खुल्न दिनु होला। खुल्छ। खुलिसकेपछि एकदमै नयाँ एकाउन्ट हामीले कसरी क्रिएट गर्ने, नयाँ एकाउन्ट क्रिएट गरेर हामीले कसरी पठाउने, एकदम नयाँ खातामा पठाउँदै हुनुहुन्छ भने त्यो तरिकाले एकदमै सिकाउँदै छु। यी सिलेक्ट यो रिसिभ कन्ट्री भनेको छ, यसमा क्लिक गरेर सिम्पली मैले नेपाल चुज गर्छु। तपाईले पनि नेपाल चुज गर्नु होला। जुन कन्ट्रीको हुनुहुन्छ त्यो गर्नु होला तपाई। त्यसपछि गएर सेलेक्ट पेमेन्ट मोड भनिरहेको छ, यसमा क्लिक गरे। मैले ब्याङ्क एकाउन्ट क्लिक गरे। अब यहाँनेर पैसा कति पठाउने त्यति आफूले हान्नुपर्ने हुन्छ। जस्तै मानौ मैले 100 रिङ्गेट पठाउँछु। अब यहाँ अटोमेटिक आउँछ है। यस्तो खालको इन्टरफेस खुल्यो। त्यसपछि नेक्स्ट भइसकेपछि यहाँनेर यदि पहिला तपाईको एकाउन्टहरु पहिला पनि पठाउनु भएको छ भने कुनै एकाउन्टहरु यहाँनेर सेभ देखाउँछ। यो नयाँ मैले क्रिएट गर्दै छु एकाउन्ट, नयाँ एकाउन्टमा पठाउँदै छु। त्यो तरिकाले हामीले सिम्पली एडिट न्यू रिसिभर लेखेको छ, यसमा क्लिक गरौँ। यसमा क्लिक गरिसकेपछि नाम, अब तपाईको ब्याङ्क एकाउन्टमा जुन नाम छ, जसको नाम छ उसैको नाम लेख्नु होला। अब यो लास्ट नेम भनेको ठाउँमा लास्ट नेम लेख्नु होला। अब रिलेसनशिप के हो, अब त्यो रिलेसनशिप लेख्नु होला। मेरो आफ्नै एकाउन्ट हो, मैले सपोज लेखेँ। त्यसपछि मोबाइल नम्बर लेख्नु होला। त्यसपछि तपाईले नेक्स्ट गरिदिनु होला। नेक्स्ट गरिसकेपछि यहाँनेर सिम्पली ब्याङ्क आएको छ। ब्याङ्क भनेपछि कुन ब्याङ्क, अब जस्तै एनआईसी यति धेरै ब्याङ्कहरु छ। यो ब्याङ्क मध्ये कुन ब्याङ्क हो, यहाँनेर जुन ब्याङ्क हो त्यो सर्च गर्न सक्नुहुन्छ। मैले एनआईसी एसिया
ब्याङ्क यो आइसकेको छ। मैले सिम्पल्ली यसलाई चुज गरेँ। यसलाई चुज गरिसकेपछि यहाँनिर अकाउन्ट नम्बर लेखिरहेछ, यसमा क्लिक गरेर अकाउन्ट नम्बर हाल्छु। अब यहाँनिर ब्रान्च भनिरहेछ, ब्याङ्कको ब्रान्च कुन हो त्यो ब्रान्च लेख्नु होला। जस्तै मैले जुन ठाउँबाट खोलेको छु त्यहाँदेखि त्यो हान्दैछु। नेपालगञ्ज ब्रान्च हो, यो भयो। त्यसपछि गएर सिधै नेक्स्टमा जानु होला। नेक्स्टमा गरिसकेपछि यहाँनिर फुल डिटेल आउँछ। तपाईले चेक गर्नु होला एकपटक, ब्याङ्क एकाउन्ट ठिक छ कि छैन, नाम ठिक छ कि छैन, कुन ब्याङ्क हो, खाता नम्बर कति, यो सबै डिटेल आउँछ। हेर्नु होला, एकछिन चेक गर्नु होला। मेरो सबै कुरा ठिक छ। त्यसपछि सिम्पल्ली कन्टिन्यूमा क्लिक गर्नु होला। यहाँ कन्टिन्यूमा क्लिक गरिसकेपछि यी क्रेडिट रिसिभ हेज बिन एडिट भनेको छ। ओके, यसमा क्लिक गर्नु होला। त्यसपछि अब यहाँनिर तपाईको डिटेल हाल्नुपर्ने हुन्छ। जस्तै तपाईले अरु कसैको खाता त्यसरी एक्टिभ गरिसक्नुभयो भने तपाईले अब आफ्नो डिटेल अब यहाँ पठाउने मान्छेको डिटेल हाल्नुपर्ने हुन्छ। त्यसको लागि मैले अलरेडी यहाँ सेभ गरेको छु। त्यसको लागि मैले यहाँनिर यो अप्सन छ अन, म यसमा अन गर्छु। यो अप्सनलाई अन गर्छु। यो अप्सनलाई अन गरिसकेपछि यहाँनिर मेरो पहिले नै उ गरेको कारणले यहाँनिर सेभ भइसकेको छ, यहाँनिर आएको छ। मैले यो तपाईले नयाँ हुनुहुन्छ भने यहाँनिर गर्नु होला, लेख्नु होला आफ्नो कहाँ बस्नुहुन्छ, के गर्नुहुन्छ, सबै त्यहाँ आउँछ। मैले यसमा क्लिक गरेँ। यसमा क्लिक गरिसकेपछि यहाँनिर लेखेको छ पर्पस पेमेन्ट लेखिरहेछ। अब पर्पस पेमेन्टमा क्लिक गर्दाखेरि के आउँछ, पर्पस पेमेन्ट अब के को लागि पठाउने हो भन्ने कुरा हो। जस्तै मैले मानौँ अब एजुकेसनको लागि भन्दै, अब सिम्पल्ली अब स्कोर्स भनिरहेछ। अब के कुन तरिकाले आएको, म बिजनेस हो कि मन्थली इन्कम हो कि सेभिङ हो कि के हो, अब मैले मन्थली इन्कम लेखिदिन्छु। यो नेक्स्ट गरिसकेपछि सबै डिटेल यहाँनिर पुरै आउँछ। त्यो डिटेल आइसकेपछि तपाईले यहाँनिर यो कोड छ, यो कोडमा क्लिक गर्नु होला। यो कोडमा क्लिक गर्नुभयो भने तपाईले यहाँनिर डिटेल हुन्छ। 100 रिङ्गेट भयो, रिसिभ 3400 हुने भयो, एक्सचेन्ज रेट 34 भयो, त्यसपछि सर्भिस फी 12 रिङ्गेट। यो गरेर टोटल यहाँनिर 112 रुपैयाँ लागेको छ है। 112 रुपैयाँ तपाईको काट्छ भनिरहेछ। यो तरिकाले तपाईले यसमा सिधै तपाईले यहाँ नेक्स्ट यो मेक पेमेन्ट भनिरहेछ, यसमा क्लिक गर्नुभयो भने तपाईको जुन मोबाइल ब्याङ्किङको मोबाइल नम्बर छ त्यसमा मेसेज जान्छ। मेसेजमा 6 वटा डिजिट कोड आउँछ। त्यो डिजिट कोड हान्ने अप्सन आउँछ यहाँनिर। त्यो 6 वटा डिजिट कोड तपाईले हान्दा बित्तिकै तपाईको पेमेन्ट सक्सेसफुल्ली भनेर लेख्छ। फाइनल्ली तपाईको खातामा तपाईले पठाउन खोजेको अकाउन्टमा नेपालमा पैसा गइसक्छ है। यसरी नै हाल्नु होला। र अब मानौ मैले यहाँ ब्याक गएँ, म तपाईले अर्को सिकाउँदै छु। अब यहाँ ब्याक गइसकेपछि फेरि अब रेमिटेन्समा जानु होला। रेमिटेन्समा गइसकेपछि अब मैले यो पैसा एकपटक हालिसके भने यो खाता यहीँनेर भएको हुन्छ। अब जस्तै सेन्ड यहाँनेर छ, सेन्ड टु, यसमा सेन्ड टुमा क्लिक गर्नु होला। सेन्ड टुमा क्लिक गरिसकेपछि सिम्पल्ली मैले जतिवटा खातामा पैसा पठाएको छु त्यतिवटा अप्सन बाइ अप्सन यहाँ देखाउँछ। यसरी देखाउँछ। अब मैले अहिले लास्टमा अहिले नयाँ तपाईहरुलाई सिकाउँदाखेरिको यो फर्स्टमा छ। फेरि यसमा क्लिक गरेर फेरि मैले डाइरेक्ट यहाँ पैसा कति पठाउने, जस्तै मानौँ यति पठाएँ, यो पठाउँदाखेरि अब यहाँ क्लिक हुन्छ। यो भइसकेपछि नेक्स्ट गर्ने। नेक्स्ट गरिसकेपछि अब यहाँ पैसा छैन भनिरहेछ। अब यहाँ 100 मात्रै हानौँ, 100 मात्रै हान्यौँ तपाईलाई सिकाउन लागि। यो भयो। यो भइसकेपछि नेक्स्टमा हान्ने। नेक्स्ट हानिसकेपछि तपाईको पहिले नै सेभ भइसकेको हुन्छ। फेरि तपाईको डिटेलहरु यहाँनिर हाल्नुपर्ने हुन्छ। यदि तपाईले एकपटक सेभ गरिसक्नु भएको छ भने यहाँनिर यो अप्सन छ, यसमा क्लिक गर्नु होला र तपाईको के को लागि पठाउने र यो के को लागि पठाउने अनि यो कसरी आएको, मन्थली इन्कम हो के हो, अनि यो चुज गरेर तपाईले सिम्पल्ली त्यो तरिकाले तपाईले नेपाल पैसा
नेपाल मात्र नभएर 15 वटा जुनसुकै देशमा पनि तपाईले मजाले पैसा पठाउन सक्नुहुन्छ है त। थ्यांक यू सो मच। बुझ्नु भयो होला, नजानेको कुराहरू कमेन्ट सेक्सनमा कमेन्ट गरिदिनु होला। थ्यांक यू सो मच वाचिङ।